सो हेलो गुड मर्निङ एभ्री वान। के छ सबजना आराम हुनुहुन्छ होला। म एकदम ठिक छु होइन। अनि आज चाहिँ म हाइक जाँदैछु, सर्ट हाइक, सोलो हाइक। धेरै पछि भिडियो हाल्दैछु, सो मजाले हेरिदिनु। हाइक चाहिँ कहाँ भन्दा यहाँ म्याप राखिदिएको छु, त्यो चाहिँ जाँदै। अहिले चाहिँ ठ्याक्कै कति बज्यो भन्दा हाम्रो 6:30 भइरहेको छ। हेरौँ कति हुन्छ टाइम होइन। सो लेट्स मुभ अन। सो हेलो, करेन्टली चाहिँ म यो सेउती पुलबाट अलिकति अगाडि आइसकेँ। के हुन्छ म तपाईँहरूलाई देखाउँदै गर्छु, भिडियो एन्डसम्म हेर्न नबिर्सिनु है त। यता लङकट बाटोहरू नै छ, तर आइएम टेकिङ सर्टकट किनभने यो रुट चाहिँ मैले एक्चुअली पहिला नि कभर गरेँ हो। कता कताबाट कता कता पुगिन्छ त्यो चाहिँ मलाई धेरै थाहा छ, तर पनि अलिअलि म्याप चाहिँ हेर्नुपर्छ है। सपना हाई अलवेज छुन्छु म तारा एक दिन सङ्घर्षलाई मैले छोडेको छैन एकछिन शङ्काको काँडा बाँची सङ्घर्ष जारी राख्छु थाकेको छैन बल्ल सुरु भएको यात्रामा छु सपना हाई अलवेज छुन्छु म तारा एक दिन सङ्घर्षलाई मैले छोडेको छैन एकछिन शङ्काको काँडा बाँची सङ्घर्ष जारी राख्छु थाकेको छैन बल्ल सुरु अघिसम्म वेदर चाहिँ घाम लगाइरहेको थियो, 81 वेदर चेन्ज भइदिएर क्या पानी पर्ला जस्तो छ, तर यत्तिकै भइदिएछ नि जो रमाइलो चाहिँ हुन्थ्यो मलाई। लेट्स सी कस्तो हुन्छ होइन। यत्तिकै भइदिएछ मजाले शीतल शीतलमा जान पाइन्थ्यो होइन। घाम भयो भने त यस्तै हो, पसिना हालेर भिजिन्छ है। सो अहिले चाहिँ म यहाँ पञ्चकन्या मन्दिरमा आएको छु होइन। करेन्टली चाहिँ म बाटो सोध्दै सोध्दै एउटा गाउँतिर आइपुगेको छु होइन। म चाहिँ कस्तो भन्दा सुरुमा चाहिँ यहाँ आउनुपर्ने चाहिँ तलको बाटो होइन, अनि म त्यहाँबाट माथि आइदिएँ कि दानाबारी जाने बाटोमा आएँ। अनि पत्रङबारी भन्ने ठाउँबाट चाहिँ म भित्रपट्टि छिरेँ होइन। सो मलाई थाहा छैन यहाँ कहाँ पुगिन्छ भन्ने, डेस्टिनेसन पुग्छ कि थाहा छैन। जाउँ होइन, नभए के छ र गाउँ घुमेर फर्किँदा नि त। सहरले बेसी म नसाभित्र भरिया छु लडेर उठ्न आउँछ त्यसैले त यात्री बाछु कतै बाटो फेरे कतै अड्किरहे जति अल्झिरहे त्यति बुझ्दै गए एक्लै आउँदै सिके बेग्लै संसार देखे सक्छु हिँड्न सहेर बाधासँग जुधेर जे गरे मनबाटै गरे। सो म चाहिँ अहिले ठ्याक्कै एउटा खोल्छु जस्तो ठाउँमा छु होइन। अनि लास्ट ठगे लाग्यो, भोक पनि लाग्न थाल्यो। अनि मैले चाहिँ एप्पल लिएर आएको थिएँ। अब एप्पल चाहिँ ग्राब गर्नु पऱ्यो होइन। यस्तै छ, रमाइलो पनि छ जस, अनि ठगी पनि लागिरहेछ। एक्लै हिँड्दा चाहिँ छुट्टै फिलिङ आउँछ। म अहिलेसम्म सोलो ट्राभलिङ चाहिँ गरेको थिइनँ, अनि फर्स्ट टाइम सोलो ट्राभलिङ गर्दैछु। रमाइलो भइरहेछ भनौँ न। अनि एउटा इन्ट्रेस्टिङ कुरा के, अघि म आउँदै थिएँ होइन, अनि ठ्याक्क एउटा भाइ माथिबाट तल झर्दै रहेछ। अनि उसले चाहिँ मसँग हातमा चाहिँ एउटा स्ट्यान्ड र फोन थियो स्ट्यान्डमाथि। अनि दाइ तपाईँ भ्लगर हो भन्न थाल्यो। मैले बिर्सिरहेको कुरा चाहिँ म भ्लगर हो भन्ने म पहिल्यै थाहा थिएन क्या, भाइले सम्झाइदियो आज होइन। एउटा इन्ट्रेस्टिङ कुरा छ होइन। अरू त त्यस्तै हो, खोला छ मस्त, खोला बगिरहेछ। अनि साइडमा चाहिँ चराको आवाज पनि सुनिरहनु भयो होला। अनि मसँग अहिले चाहिँ माइक छैन, त्यही भएर चाहिँ साउन्डमा अलिकति प्रब्लम होला। यसलाई चाहिँ अलिकति नजरअन्दाज गर्दिनँ है त। धेरै पछि भिडियो बनाउँदैछु, के कस्तो बन्छ त्यो नि मलाई थाहा छैन। मैले बनाउन खोजेको चाहिँ स्टोरी टेलिङ टाइपको बनाउन खोजिरहेको हो, तर कस्तो स्टोरी टेलिङ र ब्लग टाइपको मिक्स भयो जस्तो लागिरहेछ क्या। आफ्नो कुराहरू पनि राख्न पऱ्यो अनि अरू पनि देखाउनु पऱ्यो। सो त्यस्तै टाइपको बनाउँदैछु होइन। के कस्तो लाग्छ यो यस्तो टाइपको भिडियोहरू तपाईँले कमेन्ट गरिदिनु है त। अहिलेसम्म मैले कति पहिला भिडियो बनाएर एडिट गरेर अपलोड पनि गरेर हुन्थेँ। बिचमा चाहिँ कस्तो भन्दा भिडियो बनाइयो अनि एडिट गर्नै झ्याउ लाग्ने क्या, 2-3 दिन राख्यो, त्यसपछि भोलि गरौँला नि त भन्ने तरिकाले नै गइयो क्या। त्यो गर्दा चाहिँ अनि फोनमा स्टोरेज लो हुने, अनि त्यही फुटेज डिलिट गरिदिन्थेँ क्या मैले। त्यो भइरहेको थियो होइन। सो अरू कुरालाई साइडमा राखेर अहिले चाहिँ खाजा खाऊ है त। सो करेन्टली चाहिँ म गाउँ हिँडिरहेको छु नि त। अनि त्यही भएर मान्छेहरूले हेरिरहेन् कि मलाई, कोही कहाँबाट आयो हाम्रो गाउँमा भन्ने भयो होला नि त। मलाई पनि त्यस्तै हुन्थ्यो क्या, मेरो गाउँमा कोही आउँदाखेरि चाहिँ ल मलाई कहाँबाट आयो, किन आयो, यो के छ र हाम्रो गाउँमा त्यस्तो भन्ने टाइपको हुन्थ्यो। तर त्यस मलाई चाहिँ रमाइलो लागिरहेको छ। धेरै दिनदेखि म रुममा त्यो आइसोलेटेड भएर बसिरहेको थिएँ। चाहिँ हावा खानु आउँदा चाहिँ मजा आइयोस्। लाइफ इज रियल, यही नै हो यथार्थ। भन तिमीलाई चाहिँ के थाहा छ?
सो अहिले चाहिँ म चाहिँ यहाँ जङ्गल छिर्दैछु होइन म्याप हेर्दै हिँडिरहेको छु अनि म्यापले कता कता देखाउँछ त्यतै गइरहेको छु म थाहा छैन म कहाँ पुग्छु अनि अलिअलि कसो लाग्न थाल्यो क्या एक्लै यार गल्ती त गरिनँ टाइपको हुन्छ नि त त्यो टाइपको हुन थाल्यो किनभने जङ्गलको बाटो छ सो आई डोन्ट नो के हुन्छ मलाई थाहा छैन नि त न्यू हो म लेट्स सी केही नहोला नेपाल त हो देउरालीमा बता चलु देउरालीमा बता चलु बता चलु बता चलु बता चलु देउरालीमा बता चलु सो यहीँ बस्दै चाहिँ म यहाँ आज कसरी आइपुगेँ त्यो कुरा गरौँ है त सो म चाहिँ खासै सोलो हिँड्ने मान्छे चाहिँ होइन सधैँ केटाहरूसँग हिँडेर हुने त्यो साइड जानु पऱ्यो नि 2-3 जना बटुले हिँडेर त्यसरी गइरहेको थिएँ अनि अहिले चाहिँ बिदा थियो अनि सब घरतिर गयो धेरैजना चाहिँ घरतिर गइरहेको थिएँ अनि त्यसपछि चाहिँ मलाई चाहिँ बोर लाग्यो क्या बस्दा रुममा आइसोलेट हुनुभन्दा केही घुम्दिउँ न त भन्ने भयो त्यसपछि आज चल्दैमा बिहान उठेँ त्यो प्लान केही थिएन कपडा लगाइदिएँ अनि चल्दैमा यो चाहिँ मेरो बकेट लिस्टमा थियो पहिलेदेखि नै त्यही भएर नि आउन चाहिँ अलिकति जाँगर लाग्यो सो करेन्टली चाहिँ म त्यो पुलमा आइसकेको छु जहाँको लागि चाहिँ म तलबाट हिँडेको थिएँ होइन अनि आई डोन्ट नो साउन्ड कस्तो आइरहेको छ मसँग माइक छैन होइन अनि त्यस्तो इट फिल्स त्यस्तो नेचरमा आउँदा चाहिँ मजा आइरहेको छ दियोस् होइन रुममा कस्तो बोरिङ लागिरहेको थियो अनि मस्त हिँडेपछि चाहिँ आनन्द आयो सो अनि म चाहिँ आज चाहिँ टपमा जान्छु भन्ने सोचेर आएको खास आउन चाहिँ तर चाहिँ मलाई अलिकति चाहिँ यो आजको जर्नीलाई अलिकति इन्ट्रेस्टिङ बनाऊँ न माथि त म गइसकेको छु म यता साइड चाहिँ गएको छैन क्या सो यता साइड जाउँ न त आज के कस्तो हुन्छ उता साइड के कस्तो रहेछ तपाईँहरूलाई पनि देखाउँ आफू पनि हेरौँ नि त त्यही त हो इन्ट्रेस्टिङ कुरा होइन सो द्याट्स अल है त सो अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ उतानिर जाउँ है त सो कहाँ जाने तपाईँलाई म्यापमा म देखाएर हुन्छु होइन सो तपाईँहरूसँग कुरा त धेरै गर्नु बाँकी छ नि त भ्लग भन्दा नि यो स्टोरी हो क्या के हुन्छ स्टोरी बनाउँदै जाने ट्राई गरिरहेको छु आज चाहिँ अहिले चाहिँ ठ्याक्क खारखोला भन्ने ठाउँ चाहिँ मैले म्यापमा देखेँ होइन त्यहाँ जानु पऱ्यो त्यहाँबाट हेरौँ कता कता हुन्छ सो मैले चाहिँ एउटा यस्तो ठाउँमा आइसकेँ कि जहाँ बाटै छैन कि अब हेर्नु यता यो बाटो छ होइन यहाँबाट यता कहाँ जाने त यहाँ बाटो छ यहाँ पहिरो छ यहीँबाट बाटो बनाएर जानुपर्ने हुन्छ भनेर तपाईँले सोच्नु होला तर त्यस्तो होइन है यहाँ तल फेरि सर्टकट बाटो छ अर्को सेकेन्डरी सो अब यहाँबाट जानुपर्छ है त यो पनि अलिक अप्ठ्यारै छ बाटो तर पनि लेट्स गो कहाँ पुगिन्छ थाहा होइन खोला बाढी यार बगाउने गयो कि तनाव पर्न थाल्यो कोही बाटो त डेन्जर छ त लेट्स सी बाटो डेन्जर भए सँगसँगै म पनि डेन्जर छु त्यही भएर मलाई खासै डर छैन यस्तो चाहिँ यता भिड छ यस्तो बाटो छ है जस इन्ट्रेस्टिङ छ ठाउँ चाहिँ रमाइलो छ क्या सो तपाईँहरू पनि धरान नजिक हुनुहुन्छ अनि यो ट्रायल चाहिँ हान्नु होला म चाहिँ अब चाहिँ कस्तो भन्दा हाइकको भिडियो चाहिँ म हालिरहेको छु म अब हाइक चाहिँ गइरहेको छु आज जस मलाई रमाइलो लागिरहेको म चाहिँ अरू पनि गइरहेको छु तर यहाँबाट चाहिँ अलिकति डेन्जर नै रहेछ बाटो ठाडै छ होइन सो क्यामेरा बन्द गरेँ त मैले Let's go. आई डोन्ट नो यो के को साउन्ड हो होइन तर कस्तो भन्दा मजा पनि आइरहेको छ अलिक कसो सिरिङ पनि भइरहेको क्या एक साइड चाहिँ मजा आइरहेछ अनि यस्तो हल्का अर्को दिमागले सोच्दा चाहिँ के हो टाइपको पनि हुन्छ नि तर यो इन्ट्रेस्टिङ साउन्ड चाहिँ के को हो थाहा छ भने कमेन्ट गरिदिनु है सो यो रुखमा चाहिँ आँपहरू फलिरहेछन् होइन अहिले देख्न सक्नुहुन्छ अलिअलि त्यो टिपम जस्तो लागिरहेको म रुखमा चढ्न त सक्दिनँ ढुङ्गाले हालेर ट्राई गर्छु है त के हुन्छ चढ्यो भने त मस्त आँप खानुपर्छ आज सो आँप चाहिँ यति मात्र भेटाएँ होइन तर टिप्न नि सकिने थकै लगाइरह रुख चाहिँ त्यसै देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो गाउँ छ अन्त यहाँ बस्ने ठाउँ रहेछ अनि अब अलिकति खाजा खानु पऱ्यो कि लास्ट भोक लगाइरहेको छ आँप खान्छु अनि मसँग एउटा काँक्रो छ आँप र काँक्रो अनि चाउचाउ गुनुहुन्छ त्यो भएपछि दामी कम्बो मिलिहाल्छ त्यति खाएर अनि झर्नुपर्छ फेरि अब ठ्याक्कै म चाहिँ अब सेवारा खोला जान्छु अनि त्यहाँबाट चाहिँ नजिकै परिहाल्छ यता त्यस आज चाहिँ अलिकति सानो रुट चाहिँ ट्राई गर्यो जस रमाइलो रहेछ यो रुट चाहिँ खासै त्यस्तो धेरै जङ्गलहरू पनि हिँड्नु नपर्ने अनि मान्छेहरू भेट भइराख्ने त्यो भएर यस्तो दामी छ इफ यु आर फ्रम धरान सो यो रुट चाहिँ ट्राई गर्न नबिर्सिनु है एकदम इन्ट्रेस्टिङ रुट छ आँप पनि खान पाइन्छ है त सो मैले चाहिँ अहिले आँप खान थालिसकेको छु होइन त्यो यस्तो रमाइलो भइरहेको छ यो खान चाहिँ सो म चाहिँ त्यहाँ खाजा खाएर झरिसकेँ होइन म चाहिँ अब सेवारा खोलातिर जाँदैछु सो हेरौँ के कस्तो हुन्छ है त अहिले जङ्गलतिर छु होइन यो ट्रायल किन पनि इन्ट्रेस्टिङ छ भन्दाखेरि यहाँ चाहिँ ठाउँमा चाहिँ यस्तो बस्ने ठाउँहरू राखिदिएको छ क्या कति भन्दा लगभग आधी घन्टा जति हिँडेपछि प्रत्येक ठाउँमा यो बस्ने ठाउँ आइरहेको हुन्छ कि सो त्यही भएर चाहिँ आनन्दले रेस्ट गर्दै मजासँग आउन सकिन्छ क्या है
सो गाइज फाइनली म चाहिँ सेवारा खोला पुलमा नै आइसकेको छु। त्यहाँ चाहिँ होइन यस्तो छ पुल त खोला बगिरहेछ, तल दाइहरू माछा मार्दै हुनुहुन्छ त्यहाँदेखि है। सो त्यही हो, मजा आइरहेको छ। यहाँ आउनलाई चाहिँ अलिकति मलाई अप्ठ्यारो भयो किनकि म अलिकति पर पुगेको रहेछु अनि त्यहाँबाट चाहिँ म अलिकति यता आउनु पऱ्यो। सो केही छैन, त्यस मस्त चिसो हलाइरहेको छ। अब एकछिन यहाँ बसौँ अनि फर्किनुपर्छ है त।